तिमी कति बजेदेखि बस्यौ? 5 बजेदेखि बस्यौ, 9 बजे तिमीलाई थाहा भयो ग्यास आउँदैन भनेर। अब ग्यास लिएर घर जान आँटेको। हाम्रो दिदी पनि 5 बजेदेखि बस्नुभएको, त्यो ठिक छ है। हामी सबैजना यति लगभग 150-200 जना जति चाहिँ यहाँ लाइनमा बस्नु भएको थियो, तर आज ग्यास नआउने भएर चाहिँ अब फर्किने। कोसीमा 13,500 जना छ। दर्शकबिन हामी चाहिँ अहिले कोसी ग्यासको डिलरमा आएका छौँ र यो देख्न सक्नुहुन्छ हजुरहरूले। यो चाहिँ कोसी ग्यासको डिलरमा चाहिँ लाइन लागेको हो। यो चाहिँ धरान 15 हो। अनि के सुन्नमा आएको छ भने यो ग्यासको अभाव चाहिँ धरान एरियाभित्र मात्रै छ, धरान बाहिर चाहिँ छैन भन्ने चाहिँ खबर छ, हल्ला छ होइन। यो चाहिँ जे होस् हामी आम सर्वसाधारणले गर्दाखेरि नै ग्यासको अभाव चाहिँ सिर्जना भएको हुनसक्छ। किनभने चाहिँ हाम्रो कति धेरैजनाकोमा चाहिँ एउटा मात्रै नभएर 5-6 वटा 7-8 वटासम्म पनि ग्यासको स्टक चाहिँ भएकोले गर्दा, मान्छेले लुकाइरहेकोले गर्दा चाहिँ डिलरमा ग्यासको अभाव भएको। डिलरको अनुसार चाहिँ पहिलेको भन्दा पनि ग्यास चाहिँ उहाँहरूले बढी नै बेचिराख्नु भएको छ, तर पनि आम सर्वसाधारणको माग भने पुरा हुन सकेको छैन। यो सम्बन्धी तपाईँहरूको धारणा के छ कृपया कमेन्ट गर्नुहोला है त साथीहरू।